कारणले गर्दा सब्जीमा नुन छर्कन छोडिदिनु भयो, अन्डामा नुन छर्कन छोड्नुभयो, नुन खानु बन्द गर्नुभयो। गाइज, गल्ती नुनको होइन, गल्ती यो हर्मोनको हो। जब इन्सुलिन लेभल हाई हुन्छ, हाम्रो किडनीले पानीलाई एब्जर्ब गरेर राख्न सुरु गर्छ। जब पानी रक्त प्रवाहमा बढ्न पुग्छ, त्यो समयमा रक्त प्रवाहमा प्रेसर पनि बढ्नेछ। बढेको इन्सुलिनको कारणले हाम्रो आर्टरिज पनि खुम्चिन सुरु गर्छ, जसको कारणले पनि प्रेसर भित्र धेरै बढ्न पुग्नेछ। बढेको इन्सुलिनले हाम्रो रक्त नलीहरूलाई ड्यामेज गर्नेछ। त्यो कारणले गर्दा रक्त नलीले ब्लडलाई राम्रोसँगले फ्लो गर्न सक्दैन, र जब ब्लड राम्रोसँगले फ्लो हुँदैन, त्यो समयमा हाम्रो हार्टलाई पनि पम्प गर्न गाह्रो हुनेछ। त्यसैले गर्दा गल्ती नुनको होइन, सुगरको हो, प्रोसेस्ड फुडको हो, प्रोसेस्ड कार्बको हो, र हर जो तपाईँ 2 घण्टाको अन्तरालमा खाना खानुहुन्छ त्यसको कारणले हो। जब हाम्रो सुगर बढ्नेछ, त्यो समयमा इन्सुलिन पनि बढ्नेछ। जब तपाईँ आफ्नो ब्लड प्रेसरलाई ठिक गर्न चाहनुहुन्छ, त्यो भन्दा अगाडि तपाईले आफ्नो इन्सुलिन रेसिस्टेन्सलाई ठिक गर्नुपर्ने हुन्छ, र आफ्नो इन्सुलिन रेसिस्टेन्सलाई ठिक गर्नका लागि मद्दत चाहियो भने तपाईले कमेन्टमा ब्लड प्रेसर लेख्नु होला, म तपाईसँग कनेक्ट हुनेछु।